उहाँ लगायत धेरैजनाले चाहिँ मलाई कमेन्ट र मेसेज गर्नुभएको छ, हजुरले कसरी ठिक गर्नुभयो, मलाई पनि त्यस्तै हुन्छ भनेर चाहिँ मेसेज र कमेन्ट गर्नुभएको छ। थ्याङ्क यू सो मच हजुरहरूको कमेन्ट र मेसेजको लागि। फर्स्ट अफ अल त म के भन्न चाहन्छु भने हामी आफ्नो सोचलाई चाहिँ हामीले बदल्नुपर्छ है। हामीले धेरै नेगेटिभिटीहरू लिन थाल्यौँ, ओभर थिङ्किङहरू धेरै भयो भने चाहिँ हामीलाई ठिक कहिले पनि हुँदैन। पहिला चाहिँ हामीले पोजिटिभ सोच्न पऱ्यो, ओभर थिङ्किङ कम गर्नु पऱ्यो। हामीसँग बरु टाइम छ भने धेरै बरु हामीले कतै त्यो टाइमलाई युटिलाइज गर्ने, आफूलाई चाहिँ बिजी राख्ने होइन, ताकि त्यो ओभर थिङ्किङहरू हामीलाई नआओस्, नेगेटिभिटी धेरै हामीले कुरा खेलाउने समय नै नहोस् होइन। त्यो भयो एउटा पार्ट। अब अर्को चाहिँ अब हामीलाई एन्जाइटी छ भनेर थाहा भइसकेपछि, हामीलाई गाह्रो भयो भनिसकेपछि मैले चाहिँ गरेको कुरा है, म डक्टर त होइन, मैले आफूले गरेको कुराहरू म तपाईँहरूलाई सेयर गर्ने हो। अनि मैले चाहिँ राति पनि जुन बेला चाहिँ मलाई गाह्रो हुने, सास फेर्न गाह्रो हुने, त्यो बेलामा चाहिँ मैले उठ्ने अनि डिप ब्रिथिङहरू गरिहाल्ने क्या, लामो सास फेर्ने छोड्ने गर्ने। अनि बिहान पनि डिप ब्रिदिङले चाहिँ एकदमै हेल्प गर्ने रहेछ क्या हामीलाई। अनि त्यो सँगसँगै चाहिँ मलाई अर्को कुराले चाहिँ एकदमै हेल्प गरेको भनेको हनुमान चालिसा होइन। म बिहान उठेर हनुमान चालिसा र डिप ब्रिदिङ एक्सर्साइज योगा चाहिँ गर्छु नै होइन। अनि त्यसले चाहिँ मलाई एकदमै त्यो हुन्छ नि, नेगेटिभ कुराहरू चाहिँ खेल्न नदिने, अब त्यो एउटा आफ्नो विश्वास पनि होला होइन। अनि हनुमान चालिसाले चाहिँ मलाई एकदमै राम्रो गरेको क्या। अनि राति पनि मलाई गाह्रो भएको बेलामा म हनुमान चालिसा पाठ गर्ने, सुत्ने, नभए मोबाइलमा हनुमान चालिसा लाएर अनि म साइडमा राखेर अनि सुत्थेँ क्या। अनि त्यो गर्दा गर्दै अब अहिले त मलाई केही नै गर्नु पर्दैन, म एकदम फिट एन्ड फाइन नै छु होइन। त्यो बेलाको कुरा गरेको मैले, जुन बेला मलाई चाहिँ गाह्रो भएको थियो हो। यसरी चाहिँ हामीले आफूलाई चाहिँ सकारात्मक सोच्न पऱ्यो र एकदमै बिजी राख्न पऱ्यो होइन। टाइम नै नहोस् त्यो सोच्नको लागि, आफूलाई जे मनपर्छ त्यसैमा आफूलाई भुल्याउने होइन। अनि मेरो पनि देख्न सक्नुहुन्छ फेसबुक टिकटकमा चाहिँ म भिडियोहरू बनाएर हाल्छु, के हाल्ने होला भनेर सोच्छु बरु त्यतातिर चाहिँ होइन। हामीले त्यो अनावश्यक कुराहरू सोचेर चाहिँ हामीलाई चाहिँ गाह्रो बनाउने हो नि त। यस्तो कुराहरू चाहिँ हामी आफैले नै उत्पन्न गराएको चिजहरू हो, त्यसलाई चाहिँ हामी आफैले नै यसरी समाधान गर्न सकिन्छ होइन। ओभर थिङ्किङ कम गर्ने होइन, आफूलाई जुन कुराले चाहिँ गाह्रो बनाउँछ त्यो कुरा सोच्दै नसोच्ने, त्यहाँ जाँदै नजाने, त्यो कुरा सुन्दै नसुन्ने होइन। त्यो गर्यो भने चाहिँ बिस्तारै ठिक हुन्छ। र त्यस्तो आफूलाई गाह्रै भएको छ भने चाहिँ ला मलाई त भएछ, एन्जाइटी भएछ, मैले औषधि खानुपर्छ भनेर त्यो पनि नसोच्नु। सर्टेन टाइम चाहिँ तपाईँले औषधि खानुभयो भने ठिक पनि हुन्छ होइन, ठिक हुन्छ। त्यही भएर त्यो धेरैलाई एन्जाइटी भएछ भने डराउनु पर्दैन, यो सामान्य, अहिले जसलाई पनि हुन्छ भन्नुहुन्थ्यो मलाई त्यतिखेर डक्टर साहबले पनि। तर मैले औषधि चाहिँ खानु परेन, मैले आफैले नै यो कुरालाई मैले आफैले उत्पन्न गराएको भनेर मैले आफैले नै त्यो कुरालाई नर्मल बनाएँ भनिसकेपछि त्यो हो होइन। हजुरहरूले पनि डिप ब्रिदिङहरू, मेडिटेसन र हनुमान चालिसा, मैले चाहिँ यो 3टा चिजबाट चाहिँ मलाई धेरै नै सजिलो भयो क्या। अनि हजुरहरूले पनि गर्न सक्नुहुन्छ। अनि धेरै गाह्रो भयो भने डक्टरसँग पनि परामर्श लिनु होला होइन, हेलचक्राइ नगर्नु होला। यो भनेको हाम्रो एन्जाइटी, डिप्रेसन भनेको हामीले हेलचक्राइ गऱ्यौँ भने चाहिँ यसले ठुलो रूप पनि लिन सक्छ नि त। ल हस्, थ्याङ्क